हेलो साथीहरू, म यहाँलाई आज यस्तो ठाउँमा लिएर जाँदैछु। यो बाटो जुन छ म देखाउँदैछु यहाँलाई। यो चाहिँ यो छ नि, यो बाटो, यो जुन अहिले भर्खर बनाउँदै गरेको बाटो हो। यो धारा 24 घण्टा पानीको यो धारा हो। कलकल कलकल बजेकै सुनिन्छ होइन, तर अहिले चाहिँ बज्दैन। पानी आउने ठाउँ यो एकदम प्लटिङ दायाँ बायाँ एकदमै भने जस्तो ठाउँमा यो जग्गा आएको छ। तपाईँको हेर्नु होला, यो चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 बाढ भन्ज्याङको जग्गा हो, जुन देखाइ जुम गरेर त्यो माथिपट्टिको जग्गा हो। यो बाँझो जुन छ त्यो जग्गाहरू र त्यो हेर्नुहोस् वरिपरिको लोकेसन सबै घरै घर बस्ती बढ्दो छ। यहाँले देखाएँ मैले यो एकदमै प्राइम लोकेसनमा राम्रो पूर्व पश्चिम राजमार्गबाट जम्मा 300 मिटरको दूरीमा है यो बाटो जुन ठाडो बाटो माथि गइराखेको छ, भर्खर बन्दै गरेको बाटो है। फेरि यो माथि यो बाटो कहाँ जान्छ भन्नुहुन्छ भने तपाईँको बाघ बछाला मन्दिर जाने मेन बाटो यो अहिले खन्दैछन् बाटो यो होइन, र पुरै खनिसकेको छैन। यो मन्दिर लाने बाटो यो एकदम ऐतिहासिक मन्दिर हो यो, र वरिपरिको दृश्य मैले देखाएँ यहाँलाई। बढ्दो बस्ती छ है यो। ल हेर्नुहोस् त, स्कुल सबै यही छ है। र यो बाटो यो तलदेखि बनाउँदै आइरहेछ। मैले यो बाटोको जुम गरेर देखाउँछु तपाईँलाई। यो हेर्नुहोस् त, त्यो महिलाहरू आइराख्नु भएको छ त्यहाँ एकजना। त्यो बाटो बन्दै आइरह्यो यहाँ। यो बाटो बन्यो भने त झन् यो जग्गाको मूल्य धेरै नै पर्न जान्छ। र जग्गा धनीले भनेअनुसार चाहिँ यो जग्गाको मूल्य जम्मा प्रति आना 15 लाख भन्नुभएको छ। तर बाटो बन्यो भने त्यति पनि पाउँदैन। जग्गा यही ट्र्याक्टर राखेको जग्गा अलिकति तल पनि पर्छ। यो 14 आना जग्गा हो। यो बाटो चाहिँ मैले देखाएँ यहाँलाई है। यो ठाडोमाथि मन्दिर जाने बाटो यो हेर्नुहोस् त। पारीको यो सबै प्लटिङ हो, प्लटिङसँग जोडेको जग्गा है। यो पारीको प्लटिङसँग यो जोडेको जग्गा एकदमै राम्रो छ। एकचोटि हेर्नलाई आउनुहोस् है त।